नमस्कार। कक्षा 12 मा अध्ययन गरी अन्तिम वार्षिक परीक्षाको तयारी गरिरहनुभएका प्यारा विद्यार्थी भाइ बहिनीहरू, यहाँहरू सबैलाई मेरो यो युट्युब क्लासमा फेरि पनि हार्दिक स्वागत छ। म यति बेला यहाँहरूलाई वार्षिक परीक्षाको अन्तिम परीक्षाको तयारी गराइरहेको छु युट्युब च्यानलको मार्फतबाट। मेरो युट्युब च्यानल लीला_ सरलाई सब्सक्राइब गर्न नबिर्सनु होला र यो मेरो भिडियो लाइक, शेयर, कमेन्ट गरेर धेरैभन्दा धेरै विद्यार्थीहरूको माझमा जान पनि यहाँहरूले सहयोग पुर्याइदिनु होला। त म यस बेला यहाँहरूलाई यो प्रश्न नम्बर 3 को ख को बारेमा केही आफूले जानेका कुराहरू सिकाउन गइरहेको छु। कक्षा 12 को अनिवार्य नेपाली विषयको प्रश्न नम्बर 3 को ख मा चाहिँ यस प्रकारले क्वेशन सोधिन्छ। 3 को ख दिएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् भनिन्छ र यसको पूर्णांक 2 हुन्छ, यसको फुलमार्क 2 हुन्छ। प्रश्न नम्बर 3 को क को बारेमा मैले यसभन्दा अघिल्लो भिडियोमा भनिसकेको छु। प्रश्न नम्बर 3 को क मा चाहिँ अनुकरणात्मक शब्द र पारिभाषिक शब्दबाट प्रश्न सोधिन्छ, त्यहाँबाट वाक्यमा प्रयोग गर्न लगाइन्छ भनेदेखि यो 3 को ख मा चाहिँ उखान र टुक्काबाट प्रश्न सोधी ती उखान र टुक्कालाई वाक्यमा प्रयोग गर्न लगाइन्छ। त अब त्यसो भएदेखि पहिले चाहिँ हामीले अब उखान भनेको के हो भन्ने कुरा बुझौँ। विद्यार्थी भाइ बहिनीहरू, हाम्रो नेपाली भाषा साहित्य चाहिँ उखानमा धेरै समृद्ध छ। संसारको कुनै पनि भाषा कति समृद्ध र वैभवशाली छ भन्ने कुरो थाहा पाउन ती भाषामा कति धेरै उखान र टुक्का छन् भन्ने कुरा हेर्नुपर्ने हुन्छ। उखान र टुक्का चाहिँ भाषाको गहना हो। उखान र टुक्का चाहिँ कस्तो भनेदेखि बडो सूत्रात्मक अभिव्यक्ति हो है। हजारौं शब्द, सयौं शब्दले वर्णन गर्न नसकेको मानव मनका भावना र विचारहरूलाई एउटा उखानले व्यक्त गर्छ, एउटा टुक्काले व्यक्त गर्न सक्छ। त्यसैले हाम्रो मानवीय अभिव्यक्तिमा त्यो जुन उखान र टुक्काले चाहिँ हाम्रा अन्तर्मनका भावहरू, विचारहरूलाई कसैसँग प्रष्ट रूपमा राख्नको लागि, त्यसलाई प्रष्ट पारेर बुझाउनको लागि चाहिँ यो उखान र टुक्काले धेरै सहयोग पुर्याउँछ। उखान टुक्का चाहिँ के हो त भन्दा सूत्रात्मक अभिव्यक्ति हो क्या। यो अलिकति व्यङ्ग्यात्मक पनि हुन सक्छ, यो लाक्षणिक पनि हुन सक्छ, यो व्यञ्जनात्मक हुन सक्छ। जस्तै जसको लागि गोठ बनायो उसैको पुच्छर बाहिर भन्ने एउटा उखान छ। जसको लागि गोठ बनायो उसैको पुच्छर बाहिर। विद्यालयमा कमजोर विद्यार्थीहरूको लागि अतिरिक्त कक्षाको व्यवस्था गरेको, जसको लागि गोठ बनायो उसैको पुच्छर बाहिर भने चाहिँ कमजोर विद्यार्थीहरू त पढ्न नै आएनन् हैन। जस्तै अब बाँदरको हातमा नरिवल। सानो भाइलाई आमाले 20 रुपैयाँ दिनुभएको कलम किन्न भनेर भाइले त चक्लेट किनेर खाएछ। बाँदरको हातमा नरिवल भनेको यही हो। त यसरी कयौं शब्दले बयान गर्नुपर्ने कुनै पक्षलाई, कुनै सन्दर्भ प्रसङ्गलाई एउटा उखानले कति राम्रोसँग व्यक्त गरिरहेको छ। त्यसैले नेपाली भाषामा उखान र टुक्काको आफ्नै किसिमको महत्त्व छ। मैले अलिकति यो उखान र टुक्काको बारेमा केही कुराहरू यहाँलाई राखेँ र यहाँहरू अन्तिम परीक्षाको तयारीमा भइरहेको हुनाले यहाँहरूसँग धेरै टाइम छैन। यहाँहरूलाई त सटिक, छोटो र चड्किलो कुराको आवश्यकता पर्छ। त्यसैले मैले अब ढिलो नगरिकन उखान कसरी पहिचान गर्ने, टुक्का कसरी पहिचान गर्ने र त्यसलाई कसरी वाक्यमा प्रयोग गर्ने भन्नेतिर लिएर जान चाहन्छु। यहाँ हेर्नु होला, यसरी प्रश्न सोधिन्छ। दिएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्। अब यस्तो प्यासेज आउँछ एउटा अनुच्छेद। जब पर्यो राति तब बुढी ताती। यो त अब उखान हो हैन। जब पर्यो राति तब बुढी ताती एउटा उखान त यिनेरी भेटियो। हामीलाई चाहिएको एउटा उखान हो। जब पर्यो राति तब बुढी ताती भन्छन्, परीक्षा आएपछि मात्र कालो निलो भएर पढ्न कसिएको रामलाई देखेर अभिभावकले अचानकको पीर खुकुरीले जान्दैन भन्दै चित्त दुखाए। हेर्नु है त, अब यहाँ अचानकको पीर खुकुरीले जान्दैन एउटा अर्को उखान आयो है।
हामीलाई चाहिएको एउटा हो, दुईटा उखान आइसक्यो। अब त्यसै गरी अरू पढौँ। यसरी अभिभावकको ओठमुख सुक्ने अवस्था आउनु राम्रो होइन है। अब यहाँनिर ओठमुख सुक्नु भन्ने आयो है, अनि यहाँ अर्को माथि कालो निलो भएर भन्ने आएको थियो। त यो कालो निलो हुनु, यो कालो निलो भएर भनेको चाहिँ कालो निलो हुनु भन्ने अर्थ हो। त्यसै गरी ओठमुख सुक्ने अवस्था भनेको छ नि, ओठमुख सुक्नु यो टुक्का हो है। जस्तै कन्सिरी तात्नु, रिस उठ्नु होइन। त्यसै गरी के अरे जिब्रो टोक्नु, मृत्यु हुनु, मर्नु होइन। त्यसै गरी आलु खानु, असफल हुनु होइन। यी टुक्काहरू हुन् क्या। यो अलिकति व्यङ्ग्यात्मक, अलिकति लाक्षणिक होइन, अलिकति यो सिम्बोलिक त्यो ढङ्गको हुन्छ टुक्काहरू। त अब यसलाई पहिचान गरेर वाक्य बनाउनु थियो। अब म यहाँहरूलाई लिएर जान्छु। जब पर्यो राति तब बुढी ताती। कुनै काम चाहिँ गर्नको लागि अन्तिम अवस्थामा गएर तयार हुनु भन्ने अर्थ हो क्या। कुनै काम गर्न चाहिँ अन्तिम अवस्थामा गएर तयार हुनु। जब पर्यो राति तब बुढी ताती होइन, यो उखान भयो। त्यसै गरी अचानाको पीर खुकुरीले जान्दैन, यहाँ हेर्नु त, अचानाको पीर खुकुरीले जान्दैन भनेको छ नि, यो पनि एउटा उखान हो। त हामीलाई चाहिएको त एउटा उखान हो नि त। एउटा उखानको वाक्यमा प्रयोग गर्नुपर्ने। अब हाम्रो सजिलोको लागि प्रश्न बनाइदिँदाखेरि, विद्यार्थीको सजिलाका लागि प्रश्न बनाइदिँदाखेरि प्रश्न बनाउनेले एउटा मात्रै उखान दिँदैन क्या। यो चाहिँ किन यस्तो गरे भने विद्यार्थीमा त्यति धेरै उखानको ज्ञान नहुन सक्छ। त्यसैले दुई तीनटा उखान हालिदियो भने त्यो मध्ये एउटा न एउटा त उसले सुनेको या उसले प्रयोग गरेको, उसले बुझिरहेको उखान परोस् न त भनेर दुई तीनटा उखानहरू हालिन्छ। अनि त्यो दुई तीनटा हालिसकेपछि त्यो दुई तीनटा मध्येबाट एउटा त विद्यार्थीले जसरी पनि चिन्न सक्छ नि त। एउटा नर्मल विद्यार्थी, एउटा एभरेज औसत विद्यार्थीले चिन्न सक्छ सजिलो होस् भनेर। एउटा चाहिए पनि यहाँ दुई तीनटा हालिदिएको हुन्छ। यिनीहरू पनि दुईटा उखान हामीले भेट्यौँ। अब यहाँहरूले यो चट्ट उखानको वाक्यमा प्रयोग गर्नु पर्यो। जस्तै जब पर्यो राति तब बुढी ताती होइन। जब पर्यो राति तब बुढी ताती भने चाहिँ परीक्षा नजिकै आएपछि मात्रै मेरी बहिनी परीक्षाको तयारी गर्छ, एउटा यो हुनसक्छ। जब पर्यो राति तब बुढी ताती भने चाहिँ हाम्रो नेपालमा जब असार लाग्छ अनि विकास निर्माणको काम हुन थाल्छ होइन। आर्थिक वर्षको अन्त्य हो नि त असार, बजेट सक्नुपर्ने बाध्यताले बजेट फ्रिज हुन्छ भनेर जब पर्यो राति तब बुढी ताती भने चाहिँ हाम्रो गाउँ टोलमा जब असार लाग्छ अनि चाहिँ विकास निर्माणका काम सुरु हुन थाल्छन्। यस्तो तरिकाले उखान बनाउन सकियो। त्यसै गरी अचानकको पीर खुकुरीले जान्दैन होइन, अर्काको पीर व्यथा बुझ्न नसक्नु भन्ने यसको अर्थ हुन्छ। अर्थ त लेखिरहनु परेन, सोझै वाक्य बनाउने हो। अचानकको पीर खुकुरीले जान्दैन भने चाहिँ छोराछोरीले बाआमाको पीडा बुझ्न सक्दैनन् है। यो ढङ्गले हामीले वाक्य बनाउन सक्छौँ। अब म यहाँहरूलाई एउटा के कुरा अनुरोध गर्छु भने प्यारा भाइ बहिनीहरू, उखानको वाक्य बनाइरहँदा तपाईहरू लामो वाक्यसँग नखेल्नुहोस्। तपाईहरूले लामो वाक्य बनाइरहँदाखेरि त्यहाँनिर चाहिँ वाक्य गठन नमिल्ने, वाक्यको सङ्गठन नमिल्ने त्यस्तो समस्याहरू देखिन्छ क्या। हामीले विद्यार्थीहरूको कापी चेक गर्दाखेरि, कापी जाँच्दाखेरि त्यो देख्छौँ लामो वाक्यसँग खेलेपछि कुरो बिग्रिन्छ। त्यसैले तपाईहरूले उखानको वाक्य बनाइरहँदा पहिले उखान लेखेर अनि भने झैँ भनिदिनुहोस् क्या। जस्तै अचानकको पीर खुकुरीले जान्दैनको वाक्य बनाउनु छ नि त। अचानकको पीर खुकुरीले जान्दैन भने झैँ है, बाआमाको पीडा छोराछोरीले जान्दैनन्। ल हेर्नुहोस् त कति सजिलै गरी वाक्य बनाऊ नि त। हामीलाई त सजिलो गरी वाक्य बनाएर 1 नम्बर पाउनु त भने। त्यसैले लामो वाक्यसँग नखेल्ने, चट्ट त्यो उखान लेख्ने अनि भने झैँ भन्ने अनि बाँकी कुरा लेखेर त्यसलाई पुष्टि गरिदिने। जस्तै जब पर्यो राति तब बुढी ताती भने झैँ भनिदिने क्या। जब पर्यो राति तब बुढी ताती भने झैँ जब असार लाग्छ अनि विकास निर्माणका कामहरू सुरु हुन थाल्छन्, यो ढङ्गले वाक्य बनाइदिने क्या। त्यो उखान लेख्ने अनि भने झैँ भनिदिने अनि त्यसलाई प्रश्न पार्ने, बाँकी कुराहरू लेख्ने। त यसरी छरितो ढङ्गले वाक्य बनाउँदाखेरि
यहाँहरू चाहिँ त्यो गडबडमा पर्नुहुन्न। लामा लामा वाक्य लेखेर वाक्य गठन बिगार्नुभन्दा बरु छोटो वाक्य लेख्ने, सुरुमै उखान लेखिदिने, अनि भने झैँ भनिदिने, अनि अलिकति बाँकी कुरा लेखेर वाक्यलाई कम्प्लिट गर्ने एउटा यो तरिका मैले यहाँहरूलाई सिकाएँ। अब त्यसै गरी अर्को कुरा त अब यहाँ उखान मात्रै होइन, यहाँ त टुक्काको पनि कुरा छ। यहाँ टुक्का पनि मैले दुईवटा टुक्का देखिरहेको छु, जस्तै कालो निलो भएर, होइन, कालो निलो भएर एउटा, अर्को चाहिँ ओठमुख सुक्ने। यहाँ यो अब यहाँ हेर्नु होला है त, यो कालो निलो भएर भन्ने जुन छ नि, यसलाई चाहिँ कालो निलो हुनुको यो स्वरूप हो क्या। जस्तै बुबाले गल्ती पक्रिएपछि भाइको अनुहार त कालो निलो भयो, होइन। हजुरबाले गाली गरेर बहिनीको अनुहार कालो निलो भयो, होइन। यो किसिमले वाक्य बनाउन सकियो। त्यसै गरी अर्को ओठमुख सुक्ने अवस्था भनेको छ नि, ओठमुख सुक्नुको हो यो, ओठमुख सुक्नु है। दिनभरि तातो घाममा हिँड्दा मेरो त ओठमुख सुक्यो, यसो भन्दा पनि भयो। अथवा यो चाहिँ सोझो अर्थमा आयो है, अलिकति व्यङ्ग्य अर्थमा जाने हो भने गल्ती काम गरेर कसैले हकारेपछि जवाफ दिन नसकेर रामको त ओठमुख सुक्यो भन्दा पनि भयो। गल्ती काम गरेर जवाफ दिन नसक्दा मेरो त ओठमुख सुक्यो, यो तरिकाले भन्दा पनि भयो। त्यसरी यो ढङ्गले यो पनि छोटो छरितै वाक्य हो। त यस्तो किसिमले हामीले चाहिँ वाक्य बनाउनु पर्ने हुन्छ। यहाँहरूलाई मैले अहिले यसमा यति नै भने, अझै केही जिज्ञासा रहे, यसमा केही प्रश्न पारिदिनु पर्ने अवस्था भएदेखि फेरि पनि यहाँहरूले मलाई कमेन्ट बक्समा गएर लेख्नु होला, म यहाँहरूलाई प्रश्न पार्ने छु। यहाँहरूको जिज्ञासा नै मेरो लागि सम्पत्ति हुनेछ र बाँकी भिडियोहरू त्यसै अनुसारले म तयार पार्दै जानेछु। अहिलेलाई यति नै। मेरो साथमै रहनु होला, मेरा बाँकी भिडियोलाई पनि यसै गरी हेरिदिनु होला, माया गरिदिनु होला। हस्त, धन्यवाद, नमस्कार।